अब पालो महिलाको डेफिनेटली यो पालो यो अवसर महिलाको नै र महिलाहरू पनि कम छैनन् यसको पुष्टि भइसकेको छ यो खेलबाट र यो प्रतियोगिताबाट खेलको सुरुवात कर्णाली एसपीज भिड्दैछ ललितपुर क्वीन्ससँग पहिलो पोइन्ट ललितपुरलाई सलिना बुढामगर ललितपुरको लागि पहिलो अङ्क दिलाउँदै रिप्लेमा देख्छौँ यो पावरफुल स्पाइक थियो प्रयास गरेकी थिइन् ब्लकमा सुमित्राले त्यहाँ फुटबलको कला पनि थियो तर अङ्क क्वीन्सको लागि खाता खोल्न सफल सुनिता राई सर्भिसमा अर्को पोइन्ट कर्णाली एसपीजलाई What a match from minute 1. र यहाँ हर्षोल्लास छाएको छ कर्णालीको क्याम्पमा सुमित्रा रेग्मी अघिल्लो खेलकी प्लेयर अफ द म्याच यहाँ उत्कृष्ट सुरुवात गर्दै ललितपुर अट्याकमा सङ्गमको पावरफुल स्पाइक थियो साफिया पुन अघिल्लो सिजन उनले ललितपुरबाट खेलेकी थिइन् यो सिजन भने कर्णालीबाट आफ्नो फर्मर टिम विरुद्ध भिड्दैछिन् साफिया पुन र यो अङ्क साफियाको लागि र यो अङ्क कर्णालीको लागि आफ्नो फर्मर टिम विरुद्ध अङ्क निकाल्दै साफिया पुन राम्रो स्पाइक ब्लकको प्रयास थियो तर विफल यसपटक साफिया कर्णाली एसपीसबाट च्याम्पियन बन्न चाहन्छन् पहिलो संस्करणमा रनर अप क्वीन्स टिमबाट थिइन् र यहाँ स्पाइक फल पनि भयो ललितपुर क्वीन्सबाट अङ्क कर्णाली एसपीसको लागि 3-1 को अग्रता दर्शकहरूको यो उत्साहजनक सहभागिता छ यहाँ फुल हाउस क्राउड छ दशरथ रङ्गशालाको यो कभर्ड हलमा र बाजा गाजा पनि सुन्न सक्छौँ हामी यहाँ सलिना प्लेसिङको प्रयास थियो तर त्यहाँ कर्णाली एसपीसलाई छक्काउन कठिन हुन्छ डान्सिङ मुभमा छन् दर्शकहरू कोर्टमा भने कर्णाली एसपीसका खेलाडीको यो उत्कृष्ट प्रदर्शन साफिया पुन र सुमित्रा रेग्मी थिइन् त्यहाँ ब्लकमा र यहाँ टाइम आउट ललितपुर क्वीन्स सुरुवातमै सन्तान प्राप्तिका लागि वात्सल्य नयाँ सा नयाँ जीवन कर्णालीका समर्थकहरू भिआइपी स्ट्यान्ड्समा पनि प्रशस्त देखिरहेका छौँ हामी यहाँ बिल्डअप यो पोइन्टको लागि कर्णालीलाई अर्को पोइन्ट अर्को अङ्क एसपीजको लागि एन्ड लुक एट द्याट वाट प्यासन यो राम्रो प्लेसमेन्ट सलिनाले भरपुर प्रयास गरेकी थिइन् तर बल बचाउन भने सकिनन् र यो अर्को अङ्क 5-1 को अवस्था लगातार 5 पोइन्ट कर्णालीलाई सलिना के यहाँ अङ्क दिलाउन सक्छिन् तर उनको स्पाइक बाहिरिएको छ अर्को अङ्क पनि कर्णाली एसपीसकै खातामा लगातार अङ्क जोडिरहेको छ कर्णाली एसपीस हामी यहाँ देख्न सक्छौँ अपोजिटबाट आएकी थिइन् सलिना ब्लकमा प्रहार गर्ने प्रयास थियो तर उनको प्रहार सोझै बाहिर यहाँ नेविका चौधरी भेटरान खेलाडी कर्णाली एसपीसका लागि सलिना सुनिता लक्ष्मीचन्दको लागि रह्यो स्पाइक उत्तिकै राम्रो डिफेन्स फल भइसकेको छ र अङ्क पुनः कर्णाली एसपीसकै खातामा समर्थकहरू कर्णाली एसपीसको निकै जोसका साथ समर्थन गरिरहेका छन् आफ्नो टिमलाई यो खेल नै त्यस्तो छ फाइनल खेल हो क्लास अफ टाइटन्स ललितपुर क्वीन्स भर्सेस कर्णाली एसपीस देविका चौधरी सर्भिसमा सबिना श्रेष्ठ सलिना श्रेष्ठमा सलिना बुढामगरको स्पाइक थियो
सफिया सुनिता लक्ष्मी जस्नाको सेटअप साफिया पुनको लागि थियो तर त्यहाँ ब्लक लक्ष्मीबाट ललितपुर क्विन्सले यो कर्णाली एसपीको लयलाई यहाँनिर पनि ब्रेक गरेको छ र दोस्रो अङ्क क्विन्सको खातामा। साफिया पुन यहाँ मिस गर्न पुगिन्, स्पाइकको लागि निकै रेडी थिइन् तर कनेक्ट पनि गर्न सकिनन्। तर तपाईँले हामीसँग कनेक्ट पनि गर्न सक्नुहुन्छ ओएसआर कनेक्टबाट, जहाँ तपाईँले आफ्नो ओएसआर टिम ओएसआर प्लेयरलाई भोट गर्न सक्नुहुनेछ। यहाँ अङ्क ललितपुर क्विन्सलाई फेरि पनि सृष्टि खड्कीको स्पाइक थियो, लगातार दोस्रो अङ्क। समर्थकहरूको लागि पनि राम्रो अवसर छ आफूलाई मन परेको खेलाडी र टिमलाई भोट गरेर त्यसको लागि जिताउने। सिनेमा घर एप डाउनलोड गर्नुपर्ने हुन्छ। डाउनलोड गरेसँगै तपाईँले आफ्नो फेभरेट टिम र प्लेयरलाई जिताउन सक्नुहुन्छ। यहाँ अर्को पोइन्ट कर्णाली एसपीज निकै तीव्र गतिमा अगाडि बढ्दै, रोक्न गाह्रो भइरहेको छ कर्णालीलाई। सुमित्रा रेग्मी एयर पञ्च गर्दै यो भने खराब सर्भिस। अर्को पोइन्ट ललितपुर क्विन्सको लागि, बोनस पोइन्ट ललितपुरको लागि। कर्णाली एसपीले सर्भिसमा हिरर गर्दै सहजै अङ्क दियो यहाँ ललितपुर क्विन्सको लागि। लक्ष्मी सर्भिसमा 8-4 को अग्रतामा छ कर्णाली एसपी। पुष्पा, जस्ना, साफिया पुन, सलिना, सुनिताको सेटअप लक्ष्मीको लागि र यो स्पाइकसँगै अङ्क जोड्न सफल ललितपुर क्विन्स। किसिमको प्रयास थियो त्यहाँ पूजा चौधरीबाट तर सफल हुन सकिन। सङ्गम सर्भिसमा सुनिता, सृष्टि र यो स्पाइक आउट भएको छ र अङ्क कर्णाली एसपीको नाममा समर्थकहरू देख्न सक्छौँ। कर्णाली एसपीको रिप्लेमा देख्न सक्छौँ ब्लकलाई छक्क्याउने प्रयास थियो। पूजा सर्भिसमा, सलिना, सुनिता, सृष्टिको स्पाइक र यो खाली ठाउँमा महत्त्वपूर्ण अङ्क ललितपुर क्विन्सको लागि। अर्को पोइन्ट पनि ललितपुरको लागि। राम्रो स्पाइक सृष्टिबाट, राम्रो प्लेसमेन्ट। बिल्डअप साफिया पुनको स्पाइक थियो। कुनै पटक र यहाँ अर्को पोइन्ट कर्णालीलाई।